हेलो सबैजनालाई नमस्कार अनि जय मसी। जति पनि मेरो भिडियो हेर्नुहुनेलाई आज म तपाईँलाई मेरो पेन्टिङको सुरुवातदेखि देखाउने छु है। म पहिला स्कुल पढ्दाखेरिदेखिको यो कपी त देखिसक्नु होला, यो पहिला आउँथ्यो है यो खालको कपी। अनि आज म तपाईँलाई मेरो यो स्टार्टिङको है देखाउन गइरहेको छु। यो मैले पहिला वाटर कलरले गरेको, हेर्नुहोस् है, यो वाटर कलरले गरेको पेन्टिङ र सुरुवातमा फर्स्ट कलर सिक्दै गर्दाखेरि बनाएको है। सुरुदेखि अन्तिमसम्म हेर्नुहोस्, तपाईँलाई पनि धेरै ज्ञानहरू पाउनुहुन्छ है। जो इच्छा हुनेछ तपाईँको नानी अनि तपाईँहरूलाई है, यसरी सुरुवात भएको छ। यो पेन्सिल स्केच गरेको छु मैले है। यो पनि एउटा छ, यो पनि कलर कम्बिनेसन सिक्दै गर्दाखेरिको स्टार्टिङको सुरुवातको हेर्नुहोस्। पहिला र अहिलेमा धेरै अन्तर छ है। यो सुरुवातको यस्तै हुन्छ। स्टुडेन्ट दुईजना जाँदै गरेको त्यति बेला कस्तो भद्दा टाइपको छ हेर्नुहोस् न। हात अनुहारभन्दा ठुलो हातहरू छ है। शरीरहरू हेर्नुहोस् कस्तो भद्दा टाइपको छ। हेर्नुहोस् नानी र आमाको बनाएको, नानी कस्तो ठुलो न ठुलो चिपो न चिपो टाइपको छ हातहरू हेर्नुहोस्। केसरी हेर्नुहोस्। यो तपाईँको यो एउटा मैले पहिला न्युज पेपर आउँथ्यो त्यहाँबाट हेरेर बनाएको। यो पनि छ एउटा है, स्कुल जाँदै गरेको बनाएको थिएँ मैले, पानी पर्दै गएको यसमा। यो चाहिँ मैले एउटा घामको सेडिङको बनाउने कोसिस गरेको थिएँ। यो यहाँ छ है, यो एउटा मैले एल्बमबाट हेरेर बनाएको थिएँ। ट्रेडिसनल टाइपको बनाएको थिएँ है। यो एउटा त्यसै स्केच गरेको थिएँ प्रभु यीशु ख्रीष्ट, जो मैले प्रभुलाई चिनेको पनि थिइनँ। खालि प्रभु भनेर प्रभु यीशु ख्रीष्टलाई मात्रै है देखेको थिएँ। यो मैले एउटा फोटोमा देखेर चाहिँ मैले है त्यसलाई बनाएको थिएँ। यो फोटोलाई मैले उतार्ने कोसिस गरेको थिएँ। चराको नक्साहरू छ, यो लायनको नक्सा बनाएको थिएँ मैले है। लायन उसको बच्चा, सानो बच्चा मैले बनाएको थिएँ। यो फल्स बनाएको थिएँ पेन्सिलमा, पेन्सिल स्केच गरेर। निकै फेड पनि भइसकेको छ यो पहिलाको। यो चाहिँ एउटा मैले नेचरको उयो बनाएको थिएँ त्यसै हेरेर बनाएको। यो मैले त्यसै यिनीहरू चाहिँ सोचेर बनाएकोहरू छ है। हेर्नुहोस् है, जसलाई इन्ट्रेस्ट जाग्छ है नानीहरूलाई अनि तपाईँहरूलाई पनि सुरुवात चाहिँ यसरी हुन्छ। हेर्नुहोस् है, यो मैले आफ्नै फोटोलाई ऐनामा हेरेर ट्राई गरेको थिएँ। छैन रहेछ यति रहेछ यसमा। यो मैले यो कपी चाहिँ मैले सम्हालेर राखेको छु है। यो मेरो एउटा सुरुवातको मैले गर्दाखेरि यादगारको लागि। अब अहिलेको यो फिलहाल मैले बनाएको पेन्टिङहरू चाहिँ हेर्नुहोस् है तपाईँले, यसमा छ है, यो कपीमा छ हेर्नुहोस्। अहिले पहिला र अहिलेकोमा डिफ्रेन्ट। यो पुरै पेन्सिल हो, पेन्सिलले बनाएको, सेडिङ पेन्सिलले बनाएको है। हेर्नुहोस् है, यो एउटा भयो अनि एउटा छ घामले अलिक राम्रो देखाएको छ। हेर्नुहोस् यो एउटा छ। अहिलेको चाहिँ मेरो यस्तो चल्दैछ। कसैले सिक्नुहुँदैछ भने हरिस नखानुहोस् है। सुरुवात मेरो पनि देख्नु होला, त्यस्तै छ, त्यस्तै थियो। अनि अहिले म यहाँसम्म पुगेको छु है। यो पनि छ एउटा, अर्डर गर्नुभएको थियो तर लानुभएको छैन अहिले। पुरानो फोटोबाट पुरा ब्लर भएको थियो, उडेर गएको थियो, त्यसबाट मैले बनाएको थिएँ है। पुरानो फोटो थियो, फोटो ब्ल्याक एन्ड व्हाइट थियो अनि त्यसबाट बनाएको थिएँ। यो एउटा छ है। यदि यो यिनीहरू सबैमा चाहिँ मैले अलिक अगाडि सुरु गरेको चाहिँ यो हो फेरि है। यो हो, यसमा र मतलबमा अरू डिफ्रेन्ट देख्नुहुन्छ तपाईँले, धेरै डिफ्रेन्ट छ है। यहाँ जो लाइटहरू दिनु थियो मैले यसमा धेरै गल्तीहरू गरेको थिएँ। यहाँ ब्याकग्राउन्डहरू हेर्नुहोस् अलिक रफ टाइपको छ। यहाँ पनि म सिकि नै राखेको थिएँ है धेरै कुराहरू, तर पनि पहिलाभन्दा धेरै इम्प्रुभ भएको जस्तो लाग्यो। तपाईँलाई पनि कस्तो लाग्यो है, हेर्नुहोस्। सबैलाई थ्याङ्क यू जति पनि मेरो भिडियो हेर्नुहुनेलाई। मेरो कलरको पेन्टिङहरू छ, म तपाईँलाई कलरको पेन्टिङ पनि देखाउने छु है। पहिलाको कलरको पेन्टिङ र अहिलेकोमा त्यो माथिल्लो रुममा छ मेरो है। त्यति कलेक्सन छैन, हेर्नुहोस् साइनिङ आउँछ। यिनीहरू है कलरको पेन्टिङहरू हो। यो मेरै छोरा इमानुएलको बनाएको थिएँ है, ब्ल्याक एन्ड व्हाइट। यो किङफिसरको बनाएको थिएँ, पुरा साइनिङ हुँदैछ, त्यस्तो राम्रो देखेको छैन। हेर्नुहोस्, अनि यति भरिमा कलरको मैले सबभन्दा पुरानो चाहिँ यो हो। मेरो मिसेसको पहिलाको फोटो काठको फ्रेमहरू लगाएर बनाएको छु है। यो आफ्नै हातले बनाउँथेँ, अहिले त्यसरी रेडिमेड ल्याउँछु। हुन्छ, सबैलाई थ्याङ्क यू, धन्यवाद। मेरो जति पनि भिडियो हेर्ने मेरो साथीभाइहरू है, मित्रहरू अनि जो नयाँहरूले पनि हेर्नुहुँदैछ सबैलाई धन्यवाद। अनि मेरो युट्युब च्यानलमा तपाईँले एकदमै सब्सक्राइब गरिदिनुहोस् है। अनि मलाई चाहिँ जोस दिनुहोस् तपाईँले। अनि कतिवटा कुरामा तपाईँ मैले जानेको कुराहरू कन्फ्युजन छ, तपाईँहरू कन्फ्युजन छ भने मलाई भिडियोमा भन्न सक्नुहुन्छ, लेख्न सक्नुहुन्छ है कमेन्ट्सतिर। हुन्छ, सबैलाई थ्याङ्क यू सो मच।